हेलो एन्ड नमस्ते। कृषि भेट क्रान्तिले जहिले पनि पुरानो कुराहरूलाई यसरी देखाउने कोसिस गर्दछ र उहाँले आज गाई दुइरहनु भएको छ यसरी। अनि यसको नाम कतिलाई थाहा छैन, यसको नाम बताइदिनुहोस् त। यो त काठबाट बनेको धुनेरी हो भाइ। पुरानो यो अब अहिले मात्रै यो बाल्टीहरू निस्केको हो नि त। पहिला त यस्तैमा धुनेरी टोलम भन्थ्यो लाजुम होइन। त्यसले गर्दाखेरि अब यो चाहिँ अहिलेसम्म चलाइराखिएको छ। प्रायः अब यस्तो कुराहरू अहिले छैन, लोप हुँदै गयो। पहिला पहिला जतिखेर ठाउँ ठाउँमा बाल्टीहरूको विकास थिएन, जतिखेर आधुनिक भाँडोहरूको क्यानहरूको विकास थिएन, त्यतिखेर दुधेरीमा गोठालोहरूले यसरी चाहिँ दुधहरू यस्तोमा बोकेर दोहेर अनि आफ्नो घरसम्म लान्थे गोठबाट। अनि यो विशेष गरेर के को काठबाट बनाउनु भएको बताइदिनुहोस् न। यो विशेष यो गोप्रे सल्लाहको सल्लाह होइन। अनि अनि अब अरू कुराबाट पनि बन्छ, ठेङ्ग्रे सल्लाह। त्यसले गर्दाखेरि अब पुरानो चिजहरू राम्रो कुराले त समय राख्ने हो नि त, नराम्रो कुरालाई चाहिँ पक्कै पनि अन्त्य गर्ने हो होइन। पक्कै पनि यो अहिलेको जमानामा भनेको यो एकदम हराएर गएको छ अनि लोप पनि भइसकेको छ। अनि आउने पुस्तालाई यो बिल्कुल नयाँ पनि लाग्छ पक्कै पनि। अनि यसको संरक्षण गर्नु चाहिँ हाम्रो दायित्व छ र अङ्कलले यसरी संरक्षण गरेर यसमा दुधे हुँदो रहेछ। अनि यो कस्तो लाग्यो भिडियो, यस्तै भिडियोहरू हामी अवश्य लिएर आउनेछौँ। भिडियो मन परे या अङ्कलको भिडियो मन परे लाइक, कमेन्ट, फलो अनि सेयर गरिदिनु होला। अङ्कलको शुभ नाम पनि अन्तिममा बताइदिनु होला। मेरो आशीर्वाद रह्यो, आशीर्वाद साङपाक रह्यो।